कहिल्यै सोच्यौ किन जिन्दगीले हरेक पटक तिमीलाई नै चुनौती दिन्छ? सायद त्यसैले, किनकि जिन्दगीलाई थाहा छ तिमी अरू जस्ता होइनौ। तिमी त्यही व्यक्ति हौ जसलाई बनाएको छ आँधीसँग जुझ्न, गरेर हार्ने होइन, गिरेर पनि फेरि उठ्नका लागि। तिम्रो दौड अरूसँग होइन, तिम्रो दौड त तिम्रो लक्ष्यसँग हो। त्यसैले कहिल्यै पनि आफ्नी तुलना कसैसँग नगर्नु। जसरी चन्द्रमाले र सूर्यले एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन्, किनकि दुवै आफ्नो समयमा उज्यालो गर्छन्, त्यसरी नै तिमी पनि तिम्रो समय आएपछि चम्किनेछौ। जब कुनै काम गर्न डर लाग्छ, सम्झनु त्यो डर नै सङ्केत हो कि तिमी ठिक बाटोमा छौ। किनकि जसमा डर र जोखिम छैन त्यो काम सबैले गर्छन्, तर महान काम त्यही हो जसले तिमीलाई हल्लाउँछ। सानो सपना देख्यौ भने सानो नतिजा पाउँछौ। ठुलो सोच, किनकि जसका सपनाहरू ठुला हुन्छन् इम्तिहानहरू पनि अद्भुत हुन्छन्। तर याद राख, जब हौसला ठुलो हुन्छ बाटो आफै बन्छ। तिमीलाई रोक्ने पहाडको उचाइ होइन, तिम्रो जुत्ताभित्रको सानो ढुङ्गा हो, त्यो निकाल। किनकि मृत माछा मात्र पानीको बहावसँग बग्छ, जिन्दा माछा त आफै बाटो बनाउँछ। तिम्रो हौसला यस्तो बनाऊ कि समस्या तिमीलाई देखेर डराओस्। कहिलेकाहीँ सबै कुरा गलत लाग्छ भने पनि सम्झ, सबैभन्दा ठुलो भूमिका सधैँ त्यही कलाकारलाई मिल्छ जो सबैभन्दा सक्षम हुन्छ, र त्यो कलाकार तिमी नै हो। जबसम्म पढाइको लक्ष्य केवल जागिर पाउनुहुन्छ त्यति बेला समाजमा नौकर मात्र जन्मिन्छन्, मालिक होइन। सानो मालिक बन्नु ठुलो नौकर भन्दा लाख गुणा राम्रो हो। त्यो स्वतन्त्रता नै असली सफलता हो। सफल त्यो होइन जसले दुश्मन जित्छ, सफल त्यो हो जसले आफ्ना इच्छाहरूलाई जित्छ। यदि कसैले भन्यो तिमीले यो गर्न सक्दैनौ र त्यसैले तिमीले हार मान्यौ, त्यो त सपना होइन, केवल इच्छा थियो। जसले तिमीलाई नचिनेछ उसको कुरा मनमा नराख, किनकि तिम्रो जीवनको कथा उसले बुझ्दैन। सूर्य जति गाढा भए पनि सूर्य आफ्नो उज्यालो दिन कहिले रोकिन्न। तिम्रो समय पनि आउनेछ, बस हिम्मत नहार। तिमी कमजोर होइनौ, केवल थाकेका छौ। थप हौसला जुटाऊ, तर आफ्नो सपना कहिल्यै नछोड। सफलता चाहिएछ भने त्यो दिन मात्रै होइन, जब मन लाग्छ त्यो दिन पनि मेहनत गर, जब मन लाग्दैन। हार अन्तिम कहिल्यै हुँदैन जबसम्म उठ्ने साहस बाँकी छ। सङ्घर्षले तिमीलाई कमजोर बनाउँदैन, सङ्घर्षले तिमीलाई संसारका लागि अजम्मरी बनाउँछ। सपना देख्ने धेरै छन्, तर पूरा गर्ने नै असली हिरो हुन्छ। जो रातभर आँसु पुछेर काम गर्छ उही बिहान इतिहास लेख्छ। धैर्य राख, किनकि ढिलो बढ्ने रुखको जराहरू सधैँ गहिरा हुन्छन्। जिन्दगी बदल्न जादु चाहिँदैन, थोरै हिम्मत र अथक मेहनत चाहिन्छ। हरेक दिन सानो भए पनि एक नयाँ कदम चाल। तुफानमा धेरै डुङ्गा डुब्छन्, तर केही नाविक त्यही बाटो बनाउँछन्। परिवर्तन बाहिरबाट आउँदैन, त्यो त तब आउँछ जब तिमी भित्रबाट तयार हुन्छौ। जो तिम्रो सङ्घर्ष बुझ्दैन उनी तिम्रो सफलता कदर पनि गर्न सक्दैनन्। यदि सधैँ यो सोच्यौ कि लोग के भन्छन्, त भने सधैँ लोग नै केही गर्छन्, तिमी होइनौ। ठुलो बन्न चाहन्छौ भने लोकको कुरा होइन, आफ्नो काममा ध्यान देऊ। राम्रो मानिस खोज्न बन्द गर, आफै राम्रो बन्ने प्रयास गर। किनकि तिमी भेटियौ भने कसैको खोज पूरा हुन सक्छ। उड्न नसक्यौ भने दौड, दौडन नसक्यौ भने हिँड, हिँड्न पनि नसक्यौ भने रेङ्ग, तर रुक्ने कुरा कहिल्यै नगर्नु। मोटिभेसनले सुतिरहेको मान्छेलाई त उठाउन सक्छ, तर जो नक्कली निन्द्रामा छ उसलाई कसैले पनि उठाउन सक्दैन। यदि तिमीलाई पनि लाग्छ कि अब समय आएको छ आफैलाई प्रमाणित गर्ने, त भने यो भिडियो सेयर गर त्यो साथीलाई जसलाई फेरि उठ्ने जरुरत छ, र कमेन्टमा लेख त्यो एक लाइन जसले तिम्रो मुटु छोयो, किनकि त्यो लाइनले कसैको जिन्दगी बदल्न सक्छ। अर्को भिडियोमा फेरि भेटौला। त्यतिन्जेलसम्म सम्झ, मुस्किलहरू आउने छन्, तर तिमी तिनीहरू भन्दा पनि बलिया छौ।